नमस्कार दर्शकवृन्द, म बोल्दैछु महेश बोरा। आज मैले यहाँहरु समक्ष एउटा प्रेरणादायक कथा लिएर आएको छु। आशा छ यो कथाले यहाँहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। मैले आज दुखी कागको बारेमा एउटा कथा लिएर आएको छु। धेरै समय अघिको कुरा हो। कुनै एउटा जंगलमा एउटा काग एकदम खुशी साथ बस्ने गर्दथ्यो र आफ्नो जीवन बिताइरहेको थियो। यसो हुनुको पनि एक कारण थियो। त्यो के भने उसले आफूलाई संसारकै सुन्दर पंक्षी सोच्ने गर्दथ्यो। तर उसको खुशी र निद्रा त्यो दिन हरायो जब जंगलको बीचमा एउटा पोखरी थियो। त्यो पोखरीमा एउटा सेतो हाँस देख्यो। उसले हाँसलाई देखेर मनमनै भन्यो, म त यस्तो कालो छु, त्यो हाँस कति सुन्दर छ, कति सेतो छ। सायद हाँस नै यो संसारको सबैभन्दा खुशी पंक्षी होला। काग हाँसको नजिक जान्छ र भन्छ, आहा हाँस, तिमी त यति सेता छौ, संसारको सुन्दर पंक्षी त तिमी नै होला है। कागको यस्तो कुरा सुनेपछि हाँसले लामो श्वास तान्दै भन्छ, हो काग, मैले पनि त्यही सोच्थे। जबसम्म मैले सुगालाई देखेन। मेरो त सेतो रंग मात्र छ, तर सुगा त दुई रंगले बनेको छ। यदि संसारको सुन्दर पंक्षी हेर्ने हो भने सुगालाई गएर भेट। यति सुनेपछि काग तुरुन्तै सुगा कहाँ जान्छ र सुगाकोमा पुगेर पनि कागले आफ्नो त्यही पुरानो जिज्ञासा दोहोर्याछ। तब सुगाले खिन्न हुँदै भन्छ, हो काग, मैले पनि म नै यस संसारको सुन्दर पंक्षी हुँ भन्ने ठान्दथे, किनकि मसँग दुईटा रंग छन्। जब मैले मयूरलाई देखे म बहुत दुखी भएँ, किनकि मभन्दा सुन्दर त मयूर पुरै छ, उसँग त बहुरंगहरू छन्। काग त्यहाँबाट भुर्र उड्यो र मयूर भएको ठाउँमा जान्छ। मयूरलाई एक चिडियाखानाको पिंजडामा राखिएको थियो। त्यो मयूरलाई एउटा चिडियाखानाको पिंजडामा राखिएको थियो। यसै बीचमा काग मयूरको नजिक गएर भन्छ, प्रिय मयूर, तिमी त संसारकै सबैभन्दा सुन्दर चरा होला होइन र? किनकि तिमीलाई भेट मात्र गर्न पनि सयौं मान्छे टिकट काटेर चिडियाखानामा आउँछन्। तर मलाई हेर न, म कालो छु, नराम्रो छु, मान्छेले मलाई त देखे मात्रै भने पनि नजिक पर्न दिँदैनन्, लखेटिहाल्छन्। सायद यो संसारकै सबसे खुशी पंक्षी तिमी नै हो क्यारे है। कागको यस्तो कुरा सुनेपछि मयूरले, हो काग, सुरुमा त मैले पनि त्यही सोच्थे, किनकि संसारको सबैभन्दा सुन्दर पंक्षी म नै हुँला भनेर। तर मेरो सुन्दरताको कारण मलाई आज चिडियाखानामा थुनिनु परेको छ। मैले चिडियाखानामा यसो गौर गरेर हेरे, यहाँ एउटा मात्र पंक्षीलाई पिंजडामा कैद गरिएको छैन। त्यो हो काग। मैले विगत केही दिनदेखि यही सोचेर दुखी भइरहेको छु कि यदि म काग हुन्थे भने कति स्वतन्त्र भएर खुशी साथ आकाशमा उड्थे होला। सबसे सुन्दर पंक्षी भन्ने ठानिएको मयूरकै मुखबाट यस्तो कुरा सुनेर कागले बल्ल आफू कति भाग्यशाली खुशी रहेछु भन्ने चाल पाछ। मित्रहरू, यही त हाम्रो समस्या छ। हामी नचाहिदो तरिकाले आफ्नो तुलना अन्य व्यक्तिसँग गर्छौं। यसो गर्दा हामीले भगवानले हामीलाई दिएका राम्रा पक्षहरूलाई चटक्क बिर्सिदिन्छौं। यही गल्ती नै अनन्त हाम्रो बेखुसीको कारण बन्न पुग्छ। आफूसँग के छैन भनेर दुखी हुनुको साटो जे छ त्यसमा खुसी हुन सिकौं। यहाँ कोही न कोही व्यक्ति अवश्य हुनेछ जोसँग केही हामी भन्दा कमजोर र केही हामी भन्दा राम्रा पक्षहरू छन्। यो संसारकै खुशी र सुखी व्यक्ति त्यही हो जसले आफूलाई प्राप्त चीजमा कृतज्ञ हुन सकेको छ। अरूको जीवनको सिको गर्नु भनेको परीक्षामा अन्य साथीको उत्तर सार्नु जस्तै हो, जबकि सबै विद्यार्थीहरूको प्रश्नपत्र नै अलग अलग थिए। हस्त, आजको यो प्रसंग कस्तो लाग्यो? लाइक, कमेन्ट अनि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।